दलीय झोला बोकेर विश्वविद्यालय क्षेत्रमा टेक्न समेत नदिने रणनीति सहित विद्यार्थी संगठनहरू विरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री बालेन शाहले अब निर्णय कार्यान्वयनमा समेत तीव्रता दिएका छन्। सोमबार 11वटा विश्वविद्यालय तथा 7वटा प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको महत्त्वपूर्ण छलफलमा प्रधानमन्त्री शाहले स्पष्ट सन्देश दिएका छन्। अब विश्वविद्यालय क्षेत्रलाई पूर्ण रूपमा दलीय हस्तक्षेपबाट मुक्त गरिनेछ। उनले आवश्यक परे सुरक्षा दस्ता नै परिचालन गरेर भए पनि विद्यार्थी संगठनलाई हटाउन तयार रहन निर्देशन दिइरहेका छन्। छलफलका क्रममा उनले विश्वविद्यालय प्रशासनलाई आश्वस्त पार्दै भने यदि कुनै प्रकारको दबाव अवरोध वा असहज अवस्था सिर्जना भएमा सरकारले पूर्ण सहयोग गर्नेछ। साथै सरकारले अघि सारेका निर्णयहरू कार्यान्वयनमा कुनै ढिला सुस्ती नगर्न पनि उनले कडा निर्देशन दिएका छन्। मन्त्री परिषदबाट स्वीकृति भएको शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुँदा नम्बर 86 मा स्पष्ट उल्लेख छ। विश्वविद्यालय हातबाट दलीय विद्यार्थी संगठनका संरचनाहरू 60 दिनभित्र हटाइनेछ र त्यसको 90 दिनभित्र वैकल्पिक रूपमा स्टुडेन्ट काउन्सिल गठन गरिनेछ। सोही प्रावधानलाई आधार मानेर सरकारले अहिले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो। यसअघि चैत 20 गते शिक्षा मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई बोलाएर उक्त निर्णयमा हस्ताक्षर गराइसकेका थिए। अहिले प्रधानमन्त्री स्वयं सक्रिय भएर पुनः निर्देशन दिएपछि यो अभियान अझ तीव्र गतिमा अघि बढ्ने देखिएको छ। सरकारले अब कुनै पनि दलीय विद्यार्थी संगठनलाई विश्वविद्यालय भित्र जग्गा, भवन, कोठा वा अन्य कुनै सुविधा उपलब्ध नगराउने निर्णय समेत गरिसकेको छ। यसले विश्वविद्यालयको दलीय प्रभावलाई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखेको बताइएको छ। यता सरकारको यो कदम प्रति विभिन्न विद्यार्थी संगठनहरूले कडा विरोध जनाइरहेका छन्। विशेष गरी एमाले निकट अनेरा चौधरीले आन्दोलनमा उत्रिने चेतावनी दिँदै सरकारलाई निर्णय फिर्ता लिन दबाब दिइरहेको छ। यसको रक्षाका लागि, यसको विकासका लागि, यसको गतिशीलताका लागि जुनसुकै चुनौतीको सामना गर्न पनि यो आन्दोलन तयार हुनुपर्छ, अगाडि बढ्नुपर्छ। त्यसका लागि मेरो ठाउँ कहाँ हो, मेरो भूमिका के हुन्छ, यहाँले दिएको जिम्मेवारी म पुरा गर्छु। तर ती सबै विरोध र चेतावनीका बावजुद पनि सरकार आफ्नो अडानबाट पछि हट्ने संकेत देखिएको छैन। बरु अबको 1 महिनाभित्र सबै विश्वविद्यालयलाई दलीय विद्यार्थी संगठन मुक्त बनाउने लक्ष्य सहित सरकार अघि बढिरहेको छ। नेपालमा विद्यार्थी संगठनहरू पछिल्लो समय विद्यार्थीको हक हित भन्दा पनि राजनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा विकास हुँदै गएको आरोप लाग्दै आएको छ। विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप, आन्दोलन, तालाबन्दी तथा पठन पाठन अवरुद्ध गर्ने गतिविधि समेत बढ्दै गएको भन्दै आलोचना हुने गरेको छ। यस्ता गतिविधिलाई पूर्ण रूपमा अन्त्य गर्दै विश्वविद्यालयमा शैक्षिक वातावरण सुधार गर्ने र विद्यार्थी मैत्री जिम्मेवारी तथा पारदर्शी संयन्त्र विकास गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्था ल्याउन खोजेको जनाएको छ। यसै क्रममा प्रधानमन्त्री शाहले सोमबारको छलफलमा विश्वविद्यालयको वर्तमान अवस्था, समस्या र चुनौतीबारे जानकारी लिँदै शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक ठोस कदम चाल्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। बैठकमा स्वास्थ्य क्षेत्र अन्तर्गतका प्रतिष्ठानहरूसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका उपकुलपतिहरूको सहभागिता रहेको थियो। त्यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरू पनि उपस्थित थिए। विश्वविद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए। यसै गरी कृषि तथा विज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू पनि छलफलमा सहभागी भएका थिए।